चाहिँ फ्ल्याट अपार्टमेन्टहरू किन्नलाई चाहिँ प्रोत्साहन गर्ने र फ्ल्याट अपार्टमेन्ट मात्र फेरि जग्गा होइन कि हाम्रो जग्गा होइन कि फ्ल्याट र अपार्टमेन्ट जुन अहिले बनिराखेको छ होइन तिनीहरूलाई चाहिँ किन्नलाई चाहिँ प्रोत्साहन गर्ने यस्ता किसिमका सुझावहरू चाहिँ हामीले राष्ट्र बैंकलाई दिएका छौं अर्थ मन्त्रालयलाई दिएका छौं र त्यहाँका पदाधिकारीहरू चाहिँ यसलाई कार्यान्वयन ल्याउनको लागि चाहिँ सकारात्मक हुनुहुन्छ। बैंक तथा वित्तीय क्षेत्रमा प्रमुख समस्या आउनुका कारणहरूबारे बताउनुहोस् न। अब एउटा चाहिँ यो रियल इस्टेट र शेयरमा चाहिँ अगोगति गएको कारणले पनि बैंक तथा वित्तीय संस्थामा समस्या आएको हो। तर यो नै एउटै र प्रमुख कारण भने होइन। प्राय जनमानसमा चाहिँ के कुरा चाहिँ बढी खेलेको छ भन्दाखेरि धेरै जस्तो शेयरमा र रियल इस्टेटमा लगानी गरेको कारणहरूले बैंकहरू समस्यामा परेका छन् भन्ने धेरैको जनमानसमा चाहिँ यो कुरा भएको हुन सक्छ। तर सत्य तथ्यलाई अझ बढी नियालेर हेर्दाखेरि चाहिँ मेरो विचारमा चाहिँ संस्थागत सुशासन कायम नहुनु एउटा कारण हुन सक्छ। त्यस्तै गरी संस्थागत निक्षेपकर्ता प्रति बढी निर्भर हुनु अर्को समस्या हुन सक्छ। धेरै यो ठूलो संस्थागत निक्षेपकर्ताहरूले एकैचोटि धेरै रकम चाहिँ जम्मा गरिदिने र उनीहरूलाई चाहिँदाखेरि धेरै रकम चाहिँ निकाल्दाखेरि पनि यसले चाहिँ धेरै जस्तो विकास बैंकहरू र वित्तीय संस्थाहरूमा चाहिँ यसले गाह्रो गरिदिएको छ। त्यस्तै बैंकिङ क्षेत्र एक अर्कालाई विश्वास नगर्नु पनि त्यस्तो समस्याको कारण हुन सक्छ। छोटो अवधिका लागि निक्षेप संकलन गर्ने र त्यो संकलन गरेको निक्षेप पनि एकदम ठूलो ठूलो रकम संस्थागत निक्षेपहरू संकलन गर्ने र त्यसलाई लामो अवधिको लागि कर्जा दिनुपर्ने। जस्तै कुनै एउटा घर कर्जा दिनु पर्दाखेरि हामीले 5 वर्ष 10 वर्ष 15 वर्ष इभन 20 वर्षको लागि पनि हामीले चाहिँ कर्जाहरू दिइराखेको हुन्छौं। तर कुनै पनि संस्थाले चाहिँ 20 वर्षको लागि चाहिँ निक्षेप जम्मा गर्दैन। त्यसैले यो दुईटा बीचको जुन डिफरेन्सेसहरू छ त्यसलाई पनि राम्ररी मिलाउन नसके म्यानेज गर्न नसकेको कारणले पनि समस्या आएको हुन सक्छ। अर्को समस्याको कारण भनेको बजेट समयमा नआउनु हो। आएको बजेट विकासमुखी काममा चाहिँ समयमा खर्च नहुनु पनि प्रमुख समस्याहरू हुन सक्छ। रमेशजी, अर्थ मन्त्रालय र राष्ट्र बैंकले ल्याएको नीति नै समस्याका प्रमुख कारण हुन् त। त्यसो भए कुन कुन नीति चाहिँ ठिक भएन जस्तो लाग्छ तपाईँलाई? मेरो विचारमा नि सम्पत्ति शुद्धिकरण कानूनी स्रोत खोज्नुपर्ने व्यवस्था र संस्थाहरूप्रति बढ्दै गएको अविश्वासले समस्या आएको हुनुपर्छ। अर्थ र राष्ट्र बैंकले समय समयमा आउने नीतिगत निर्देशनले काम गर्न अलिकति गाह्रो भइरहेको छ। अहिले निक्षेप राखे घर जग्गा र गाडी खरिद गर्दा स्रोत खोज्नुपर्नेले थप समस्या थप्यो कि जस्तो लागिरहेछ मलाई। विकास बैंकहरूको सम्बन्धमा राष्ट्र बैंकले आफ्नै निक्षेप फिर्ता लिनु र पुनः नराख्नुले पनि गाह्रो गरिदियो उनीहरूलाई। एउटा समस्या समयमा नआएको बजेट पनि हो। फेरि जुनसुकै लहरा समाउँदा पनि राजनीतिमा गएर टुङ्गिन्छ। राजनीतिक अस्थिरता, समयमा संविधान नबन्नु, धेरै समयसम्म प्रधानमन्त्री नबन्नु, गभर्नर नियुक्ति नहुनु पनि अन्य कारण हुन सक्छ। रमेशजी, पछिल्लो समयमा वित्तीय संकटलाई जोगाउन राष्ट्र बैंकको कस्तो भूमिका हुनुपर्छ? मेरो विचारमा राष्ट्र बैंकबाट प्रदान गरिएको विशेष पुनर्कर्जा जुन अहिले भर्खर पनि फिभोर बैंकलाई दिएको छ त्यस्तो खाली पुनर्कर्जालाई चाहिँ छिटो भन्दा छिटो वित्तीय संस्थाहरूलाई उपलब्ध गराउनुपर्छ। बजारमा वित्तीय संस्थाप्रति जनविश्वास घट्दै गएको अवस्थामा विश्वास जगाई राख्न सबैको कर्तव्य भएकोले संचार माध्यमले पनि निक्षेपकर्ता दिग्भ्रमित र त्रसित हुने समाचार दिनुहुन्न। तर व्यक्तिगत स्वार्थ र संस्थागत सुशासनमा नरहेको व्यक्तिको भण्डाफोर गर्न भने संचार माध्यम चुक्नु भएन। नयाँ बजेट र मौद्रिक नीतिले तरलताको अभाव कम गर्न डुब्न लागेका प्याकेज ल्याउनु जरुरी छ। अहिलेको लागि बेल आउटको कार्यक्रम ल्याउनुपर्छ। बैंक तथा वित्तीय संस्थालाई संस्थागत सुशासन कायम गरेको अवस्थामा कोल्याप्स हुन दिनु भएन। नियामक मात्र रहेको राष्ट्र बैंक संरक्षक र अभिभावक पनि बन्नु पर्यो जस्तो लाग्छ मलाई। नेपाल राष्ट्र बैंकले ठूलो र सानो वित्तीय संस्था भनेर हेर्नु भने बैंकिङ क्षेत्रमा कस्तो प्रभाव पार्छ? नेपाल राष्ट्र बैंकको पुँजीको आधारमा क वर्ग, ख वर्ग, ग वर्ग र घ वर्गको वित्तीय संस्था भनी छुट्याइदिएको छ। क वर्ग भन्दा ख वर्गका संस्थाहरूमा सीमित कार्यक्षेत्रहरू हुन्छन्। त्यस्तै गरेर ख वर्ग भन्दा ग वर्गमा अझै अलि कम हुन्छन् र ग वर्ग भन्दा घ वर्गमा अझै कम हुन्छन्। सबैको आफ्नो आफ्नै कार्यक्षेत्रहरू छ। हालै आएर मर्जर नीति लिएर आएको छ राष्ट्र बैंकले, जसबाट चाहिँ सानो वित्तीय संस्थाहरूलाई गाभिएर ठूलो हुने मौका दिएको छ। यो चाहिँ एउटा राम्रै नीति जस्तो लाग्छ मलाई। मुलुकमा युवा बेरोजगार दिन प्रतिदिन बढ्दै गएको छ। यसलाई रोक्नलाई चाहिँ नीति अवलम्बन गर्नुपर्छ। पहिला त देशको राजनीतिक स्थिति सबल हुनु पर्यो। हेर्नुहोस् रमेशजी, लगानीको वातावरण बनाइदिनु पर्यो, विदेशी लगानीहरू भित्रिनु पर्यो। सरकार, निजी क्षेत्र, राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य संघ, बैंकर्स संघ, अन्य संघ, पत्रकार महासंघ सबै मिलेर काम गर्यो भने रोजगारीका अनेक माध्यमहरू हामी उजागर गर्न सक्छौं जस्तो लाग्छ हाम्रै नेपालमा पनि। प्रतिस्पर्धी बैंक भन्दा ग्राहकलाई आकर्षित गर्ने थप सेवा सुविधा चाहिँ के दिनु भएको छ?
सँगै प्रगति गरौं भनी अघि बढेको यस बैंक स्तरीय आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ। नेपालमा लगभग पहिलो पटक नै हामीले जीवन बीमा शुरू गरेका छौं। यस जीवन बीमा अन्तर्गत ग्राहकहरूले बैंकमै आए चाहिँ आफ्नो जीवनको चाहिँ बीमा गराउन सक्छन्। त्यस्तै मुद्दती निक्षेपमा मासिक ब्याज भुक्तानी गर्दै आइरहेको छौं। हामीले संस्थागत सुशासनमा हामी धेरै नै बलियो र सबल छौं। हाम्रा लागि ग्राहक भगवान हुन् र ग्राहकको समस्या हामी सधैँ नजिकबाट निहाल्छौं र जति सक्छौ चाँडो समाधान गर्छौं। यो भन्दा राम्रो सुविधा त अहिलेको लागि के हुन सक्ला र रमेशजी? बैंक अफ एसियाका लगानीका प्राथमिक क्षेत्रबारे बताइदिनुहोस् न। यस बैंकले आर्थिक वर्ष 2010-11 को तेस्रो त्रैमासिकसम्म अस्तिको चैत मसान्तसम्म करिब 12 अर्ब रुपियाँ लगानी गरिसकेको छ। कृषि, ठूला साना तथा मझौला उद्योग व्यवसाय, ऊर्जा, हायर पर्चेस लगायतका क्षेत्रमा बैंकले लगानी गरेको छ। आउँदा दिनमा साना तथा मझौला उद्योग व्यवसायमा थप लगानी गर्ने बैंकको चाहिँ योजना रहेको छ। तपाईको बैंकले ग्रामीण भेगमा चाहिँ कति लगानी गर्नु भएको छ? ग्रामीण भेगमा हामीले डिप्राइभ सेक्टर लेन्डिङ अन्तर्गत जुन राष्ट्र बैंकले चाहिँ 3% चाहिँ लेन्डिङ गर्नुपर्छ भनेर चाहिँ भनेको छ, त्यस अन्तर्गत चाहिँ हामीले विभिन्न यो डिप्राइभ सेक्टर क वर्गको वित्तीय संस्थाहरूसँग मिलेर चाहिँ यस्ता खाली लगानीहरू चाहिँ हामीले जुन 12 अर्बको 3% हुनुपर्ने हो त्यसको 3% चाहिँ लगानी हामीले गर्दै आइरहेको छौँ। हालै मात्र हामीले यहाँ बनेपामा भएको स्वरोजगार विकास बैंकसँग मिलेर पनि यस्ता खाली लगानीहरू चाहिँ गर्दै आइरहेका छौँ। दिन प्रतिदिन बैंक तथा वित्तीय कम्पनीमा समस्या आइरहेको छ। तपाईको बैंकको अवस्था चाहिँ कस्तो छ? हाम्रो बैंकको वित्तीय अवस्था निकै राम्रो छ रमेशजी। सबै वित्तीय परिसूचक राष्ट्र बैंकको प्रावधान अनुरूप चुस्त र दुरुस्त रहेको छ। हालसम्म हाम्रो 12 अर्ब नेपाली रुपियाँ निक्षेप रहेको छ। यसमा विदेशी मुद्रा समेत गर्दा झण्डै 13.5 अर्बको निक्षेप रहेको छ। यस अन्तर्गत हामीले विभिन्न शीर्षकमा 12 अर्ब रुपियाँ कर्जा प्रवाह गरेका छौं। सरकारी ट्रेजरी बिल्समा हाम्रो झण्डै 2.5 अर्ब लगानी रहेको छ। पछिल्लो 9 महिनाको अवधिमा बैंकको खुद नाफा 19 करोड़ रुपियाँ रहेको छ। हाम्रो बैंकलाई तरलताको समस्या छैन। राष्ट्र बैंकको प्रावधान अनुसारको तरलताको अनुपात 20% हो, तर हामीले अहिले 28% तरलता कायम गरेर बसेका छौं। तरलता अभावका कारण हामीले बजारबाट सापट लिनु पर्ने अवस्था आइसकेको छैन। यस बैंकको सुशासनको पक्ष बलियो रहेको छ। यसमा कहिले कुनै किसिमको कमजोरी हुन दिएका छैनौं। बैंकको समग्र वित्तीय परिसूचक राम्रो हुनुमा यसको संस्थागत सुशासनको पक्ष बलियो हुनु नै प्रमुख कारण हो। हाल नेपाल राष्ट्र बैंकले आफ्नो नियमित सुपरिवेशन गरेको थियो। हाम्रो बैंकमा नेपाल राष्ट्र बैंकले समेत हाम्रो बैंकको सुशासन पक्ष बलियो रहेको र हामी सबै खाले नियमकहरू पालन गर्दै आइरहेका छौं भन्ने कुरामा जोड़ दिएर गएका छन्। हामीले संस्था शुरू भएको पहिलो वर्ष नै नाफा आर्जन गर्न सफल भई आर्थिक वर्ष 2008-2009 मा 5%, आर्थिक वर्ष 2009 र 10 मा 10.59% लाभांश पनि दियौं र सबै कुरा राम्रा भए यस वर्ष भने 2010 र 11 मा समेत 10% लाभांश वितरण गर्ने सक्ने कुरामा हामी टुक्क छौं रमेशजी। यस बैंकको खराब कर्जा पनि आवा 2010-11 को तेस्रो त्रैमासिकसम्म 0.83% मात्र छ, जुन राष्ट्र बैंकको सीमा 5% भन्दा निकै कम छ। तर यस 0.83% लाई पनि अझै एकदमै कम न्यूनमा झार्न चाहिँ हामी हरक्षण प्रयास गर्दै आइरहेका छौं। समय र स्थिति राम्रो नभएको, राजनीतिक अस्थिरता भएको कारणले गर्दाखेरि यो चाहिँ अलि पहिला भन्दा चाहिँ पहिला 0% चाहिँ 0.83 सम्म चाहिँ बढ्दै गएको हो। यी सबै परिसूचकहरूले के देखाउँछ भने बैंक अफ एसिया क वर्गका वाणिज्य बैंकहरूमा पनि बलियो नै छ रमेशजी। मैले चाहिँ सोध्न छुटेका र तपाईले भन्न चाहेका कुराहरू केही छ भने भन्न सक्नुहुन्छ बैंकिङ क्षेत्रको बारेमा? सर्वप्रथम त यस्तो बैंकिङ सम्बन्धी कार्यक्रम लिएर उपस्थित हुनुभयो, यसको लागि चाहिँ रेडियो एबीसी लाई चाहिँ म हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै अब अहिलेको स्थिति भनेर भनेको बैंक र वित्तीय संस्थामा चाहिँ अलिकति जनविश्वास घट्दै गएको स्थितिमा चाहिँ सर्वसाधारणहरूलाई चाहिँ बैंक र वित्तीय संस्थाहरू चाहिँ सबल छन् र कुनै पनि दिग्भ्रमित समाचारहरूप्रति चाहिँ पछि नलागेर चाहिँ उनीहरूको चाहिँ वित्तीय विवरण हेरिसकेपछि मात्र अथवा राष्ट्र बैंकले चाहिँ भनिसकेपछि मात्र त्यसको पछि लाग्नु हुन चाहिँ अनुरोध गर्दछौं। साथै बैंक अफ एसियाले चाहिँ बनेपामा चाहिँ आफ्नो शाखा कार्यालय खोली यसलाई चाहिँ आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आइरहेको छ। बैंक अफ एसियाले चाहिँ आफ्ना ग्राहक वर्गहरूलाई सर्वोपरि ठानी काम गर्दै आइरहेको छौं। सबैजना चाहिँ अनुभवी स्टाफहरू छन्, सबैजना लोकल स्टाफहरू छन् हैन। आउनुस् हाम्रो बैंकमा र हामीलाई सेवा गर्ने मौका दिनुस् भन्न चाहन्छु। श्रोताबिन यतिन्जेल यहाँ सुन्दै हुनुहुन्थ्यो रेडियो एबीसीबाट सञ्चालित व्यावसायिक बहस
आजको व्यवसायिक बहस कार्यक्रमको चाहिँ अतिथि हुनुहुन्छ बैकअप एसिया बनिपा शाखाका प्रबन्धक मनोज श्रेष्ठ। उहाँले चाहिँ बैंक तथा वित्तीय क्षेत्रमा भएका समस्या, चुनौती र समस्या समाधानका लागि के कस्ता चाहिँ नीति तथा कार्यक्रमहरू ल्याउनुपर्छ, सरकारी पक्षको कस्तो भूमिका हुन्छ र बैंकिङ क्षेत्रले चाहिँ कस्तो भूमिका खेल्न सक्छ र अर्थ मन्त्रालयले र राष्ट्र बैंकले चाहिँ कस्तो भूमिका खेल्नुपर्छ, त्यसका बारेमा चाहिँ महत्त्वपूर्ण समय दिनुभयो। यहाँलाई चाहिँ विशेष धन्यवाद दिन चाहन्छु र आजको निर्धारित समय सीमा पनि सकिसकेको हुँदा प्राविधिक मित्र केबीजी र म कार्यक्रम सञ्चालक रमेश प्रसाद नेउपानेलाई पनि बिदा दिनुहोस्। आगामी हप्ता यसै समयमा उपस्थित हुने बाचा गर्दै यहाँहरूसम्म बिदा हुन्छु। हस्त नमस्कार।